कल्पना गर्नुस् त देशको अत्यन्तै सुरक्षित मानिने संसद भवन अनि त्यहाँभित्र हतियार सहितको हजारौंको भिड जबरजस्ती छिर्दैछ। बाफ्रे, सुन्दा नै डर लाग्दो। हो नि, एकातिर 40,000 लिटर डिजल भरिएको ट्याङ्क छ, त्यसको ठिक नजिकै आगो सल्काउँदैछ, पुरै भवन खरानी हुन सक्ने अवस्था। अनि अर्कोतिर सुरक्षामा खटिएका जम्मा 96 जना प्रहरी छन्। उनीहरूसँग त कुनै स्पष्ट आदेश पनि थिएन, होइन र? एकदम, गोली चलाउने कि नचलाउने कुनै लिखित आदेश छैन। र यही अकल्पनीय अराजकताको बीचमा एउटा अर्को दृश्य देखिन्छ। देशको अन्तिम रक्षा कवच मानिने नेपाली सेनाका जवानहरू हतियार बोकेरै कुनै पनि प्रतिक्रिया नदिएै त्यहाँबाट सुट्टुक्क बाहिरिन्छन्। यो सुन्दा त कुनै हलिउड थ्रिलर फिल्मको क्लाइम्याक्स जस्तो लाग्छ नि, तर यो कुनै काल्पनिक कथा होइन। होइन, एकदमै यो त भदौ 24 गते देशको राजधानीमै घटेको यथार्थ हो। र यो डरलाग्दो वास्तविकता अहिले आएर बाहिर आएको छ। त्यही त। पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा बनेको जाँचबुझ आयोगको प्रतिवेदनबाट झण्डै 898 पृष्ठ लामो दस्तावेज छ यो। हो, र आजको हाम्रो यस गहिरो छलफलको मुख्य विषय नै यही प्रतिवेदन हो। सामान्यतया हामी के सोच्छौं भने नि, सरकारले आयोग बनाउँछ, प्रतिवेदन आउँछ, अनि फाइल दराजमा थन्किन्छ। ठ्याक्कै, केही कर्मचारीलाई स्पष्टीकरण सोधिएला अनि कुरा सकियो। तर यो दस्तावेजले त्यो परम्परागत भाष्यलाई पुरै भत्काइदिएको छ। हामीसँग यस्तो एउटा प्रतिवेदन छ जसले देशको उच्च राजनैतिक नेतृत्वलाई सिधै फौजदारी अपराधको कठघरामा उभ्याएको छ। साँच्चै यो चान्चुने कुरा होइन। अनि सँगसँगै यसले सडकमा ओर्लिएको त्यो जेन पुस्ताको आक्रोश अनि त्यो एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सलाई लिएर रचिएका षड्यन्त्रका कथाहरू पनि बाहिर ल्याएको छ। ग्राउन्ड जिरोमा खटिएका सुरक्षाकर्मीको त्यो कहाली लाग्दो अवस्था त छँदैछ। हो, त्यसैले आज हामी यो घटनाको विवरण मात्र पढ्ने छैनौँ, हामी यो बुझ्ने प्रयास गर्नेछौँ कि कसरी एउटा राज्यको सम्पूर्ण सुरक्षा संयन्त्र तासको महल जसरी भत्किन्छ। एकदम सही भन्नुभयो। खासमा यो प्रतिवेदनले केवल सडकमा के भयो भनेर मात्र देखाएको छैन क्या, यसले त हाम्रो राज्य सञ्चालनको जगमै मतलब कति धेरै धमिरा लागिसकेको रहेछ भनेर एउटा ऐना देखाइदिएको छ। यसले राजनीतिक नेतृत्वको मानसिकता अनि सुरक्षा निकायहरू बीचको जुन अविश्वास छ नि, त्यसको एकदमै गहिरो शल्यक्रिया गरेको छ। त्यसो भए आउनुहोस् यसको सबैभन्दा गम्भीर र तरङ्ग ल्याउने निष्कर्षबाटै कुरा सुरु गरौँ। हुन्छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुमेर खापुङलाई सिधै कारवाहीको सिफारिस गरेको छ। हो, मुलुकी अपराध संहिता 2074 को दफा 181 र 182 अन्तर्गत 3 देखि 10 वर्षसम्म कैद र जरिवानाको कुरा छ त्यहाँ। यी दफाहरू भनेको त लापरवाही वा हेलचक्राइका कारण ज्यान लिएको कसुरमा प्रयोग हुने दफाहरू हुन् नि। एकदम। अब यहाँनिर अलिकति केलाएर हेरौँ है त। हामीले सधैँ देखेको के हो भने आन्दोलनमा प्रहरीले गोली चलायो भने ग्राउन्डमा भएको सिपाही वा कमान्डरलाई निलम्बन गरिन्छ। तर यहाँ त सिधै प्रधानमन्त्री र गृहमन्त्रीलाई जेल हाल्ने दफा सिफारिस गरिएको छ। यो निकै नौलो कुरा हो। यो त जस्तो कि कुनै ठूलो कर्पोरेट कम्पनीमा मसिन पड्किएर मजदुरको ज्यान गयो भने सिधै कम्पनीको सिइओलाई हत्याको मुद्दा लगाए जस्तो भएन र? तपाईले एकदमै राम्रो उदाहरण दिनुभयो। तर कानुनको नजरमा यसलाई अलिकति फरक ढङ्गले हेरिन्छ। यहाँनिर बुझ्नुपर्ने मुख्य कुरा भनेको आपराधिक लापरवाही हो। आपराधिक लापरवाही? राज्य चलाउनु भनेको कुर्सीमा बसेर आदेश दिनु वा बजेट भाषण गर्नु मात्र होइन नि त। शक्तिको अभ्यास गर्नु भनेको त्यो शक्तिले ल्याउने सम्भावित परिणामहरूको पूर्वानुमान गर्नु पनि हो नि त। आयोगले यहाँ तत्कालीन प्रधानमन्त्री वा गृहमन्त्रीले सिधै सडकमा गएर आगो लगाए वा गोली चलाउन आदेश दिए भनेर भनिरहेकै छैन। अनि त्यसो भए उहाँहरू कसरी दोषी ठहरिनुभयो त? मतलब आधार के हो? आधार के हो भने कानूनले मलाई थाहा थिएन वा मैले त शान्ति कायम राख्न मात्र भनेको थिएँ भन्ने तर्कलाई छुट दिँदैन के। भनेपछि पदमा बसेपछि दायित्व लिनै पर्यो। ठ्याक्कै। दफा 181 र 182 ले के भन्छ भने यदि तपाईँ यस्तो उच्च पदमा हुनुहुन्छ जहाँ तपाईँको निर्णय गर्न नसक्ने, अक्षमताले गर्दा वा समयमै खतराको विश्लेषण गर्न नसक्ने हेलचेक्र्याइले गर्दा कसैले ज्यान गुमाउँछ भने त्यो प्राकृतिक मृत्यु होइन। होइन, त्यो राज्य संयन्त्रको टुप्पोमा बसेका व्यक्तिहरूको प्रशासनिक हत्या हो भनेर कानूनले व्याख्या गर्छ।
आयोगले स्पष्ट भनेको छ कि भदौ 23 र 24 गतेको अवस्था एकाएक सृजना भएको थिएन नि त। हो, त्यसको त पूर्व सङ्केतहरू थिए। त्यसको पूर्वाकलन गर्न नसक्नु, सुरक्षा निकायलाई आवश्यक स्रोत साधन नदिनु नै उच्च नेतृत्वको सबैभन्दा ठूलो कानुनी पासो बन्यो यहाँ। भनेपछि अब मैले आदेश दिएको मात्र हुँ, ग्राउन्डमा गल्ती भयो भनेर राजनीतिक नेतृत्वले पानी माथिको ओबानो बन्न पाउनेवाला छैनन्। पाउँदैनन्। यो त भविष्यका सबै सरकारहरूको लागि एउटा निकै ठूलो नजिर बन्न सक्छ। अब यही जवाबदेहिता र बचाउको कुरा गर्दा यो प्रतिवेदनमा अर्को एउटा अत्यन्तै रोचक र अलि अचम्म लाग्ने पाटो जोडिएर आउँछ। तत्कालीन सत्तापक्षको कुरा त हामीले गर्यौं, तर यही आन्दोलनको प्रत्यक्ष निशानामा पर्नुभएका अर्का पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बयानले भने कथालाई एउटा अनौठो मोड दिन्छ के। उहाँको बुढानीलकण्ठ निवासको घटना हो। भदौ 23 गते उहाँ आफ्नै निवासमा हुनुहुन्थ्यो अनि उहाँले तत्कालीन प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको थियो। तर भोलिपल्ट भदौ 24 गते उहाँकै घरमा प्रदर्शनकारीहरूबाट तोडफोड र आगजनी हुन्छ अनि यहाँनिर सुन्दा पत्याउनै गाह्रो पर्ने घटना घट्छ क्या। के भयो र त्यहाँ? उहाँको ज्यान बचाउने अरू कोही नभएर केही तिनै जेनजी युवाहरू थिए जसले उहाँलाई राति 10 बजे सुरक्षित स्थानमा पुर्याए। बाफ्रे, यो त एक प्रकारको डार्क कमेडी जस्तो भयो नि। राति 9 बजे तपाईँको घरको सिसा फुटाउने पनि तिनै जेनजी अनि राति 10 बजे तपाईँलाई सुटुक्क सुरक्षित स्थानमा लिएर जाने पनि तिनै जेनजी। साँच्चै इतिहासकै सबैभन्दा अन्योलग्रस्त आन्दोलन हो कि क्या हो यो? हेर्दा त्यस्तै लाग्छ। यो घटना सुन्दा जति हास्यास्पद लाग्छ नि, यसभित्रको मनोविज्ञान त्यति नै गहिरो छ क्या। यसले हामीलाई यो नयाँ पुस्ताको आन्दोलनको चरित्र कस्तो हुन्छ भनेर प्रष्ट बुझाउँछ। कसरी? परम्परागत रूपमा हेर्ने हो भने आन्दोलन भनेको एउटा पिरामिड जस्तो हुन्थ्यो नि। माथि एउटा नेता हुन्छ, उसले माइकबाट जे भन्छ तलका कार्यकर्ताले त्यही गर्छन्। हो, एउटा स्पष्ट चेन अफ कमान्ड हुन्थ्यो। एकदम। तर यो जेनजी आन्दोलन त पानी जस्तै थियो, जता बाटो पायो त्यतै बग्ने, जसको कुनै निश्चित आकार थिएन र कुनै एउटा कमान्डर पनि थिएन। जसलाई जे मन लाग्यो त्यही गरिरहेका छन्। एउटा समूह व्यवस्थाप्रति यति चरम आक्रोशित थियो कि उनीहरू सिधै पूर्व प्रधानमन्त्रीको घर जलाउन पुगे। तर त्यही भिडभित्रको अर्को समूह जसले सायद शान्तिपूर्ण परिवर्तन चाहेको थियो, उनीहरूले मानवीय संवेदना देखाए। एउटै छाताभित्र यति धेरै विरोधाभास? हो नि, एउटै आन्दोलनभित्र यति धेरै विरोधाभास हुनु नै यसको सबैभन्दा डरलाग्दो र चाखलाग्दो पक्ष हो। अनि यही विरोधाभासको बीचमा एउटा अर्को कुरा आउँछ जसले मलाई साँच्ची नै झस्काएको छ है। के कुरा? देउवाको घरमा एउटा ठूलो परिमाणको पैसा भेटिएको भनिएको भिडियो भाइरल भयो नि त्यो बेला। सामाजिक सञ्जालभरि त्यही त थियो। तर आयोग समक्ष दिएको बयानमा देउवाले के भन्नुभएको छ भने त्यो भिडियो त एआईले बनाएको हुनुपर्छ। उहाँले यसलाई नितान्त षड्यन्त्र भन्नुभएको छ। अब हेर्नुहोस् है, घरमा तोडफोड भएको मुचुल्का प्रहरीले उठाएको छ, तर कारबाहीबारे उहाँलाई केही जानकारी छैन। मलाई भन्नुहोस् त यो एआईको तर्क कतिको खतरनाक छ? यो त एकदमै गम्भीर कुरा हो। पहिले त अपराध प्रमाणित गर्न वा खारेज गर्न भौतिक प्रमाण वा मुचुल्का चाहिन्थ्यो नि। तर अब यदि देशको शीर्ष नेतृत्वले नै आफूलाई अप्ठ्यारो पर्ने कुनै पनि भिडियोलाई यो त एआईले बनाएको हो भनेर सजिलै पन्छिन मिल्छ भने त यसले त पुरै कानुनी प्रणालीलाई नै प्राविधिक शब्दावली प्रयोग गरेर ह्याक गरे जस्तो भएन र? तपाईले यहाँनिर हाम्रो समयको सबैभन्दा ठूलो सङ्कटलाई छुनु भएको छ, सत्यको अवसान। सत्यको अवसान। जब एउटा पूर्व प्रधानमन्त्रीले अनुसन्धान आयोगमै एआईको तर्क अघि सार्नुहुन्छ नि, यसले दुईवटा डरलाग्दा सम्भावनाहरू देखाउँछ क्या। के हुन् ती? पहिलो, साँच्ची नै प्रविधिको दुरुपयोग गरेर भिडलाई उत्तेजित बनाउन भ्रामक सूचनाहरू फैलाइएको हुन सक्छ। यदि त्यसो हो भने अबका दिनमा सडकमा आगो लगाउन कुनै नेताको भाषण चाहिँदैन। एउटा नक्कली भिडियो नै काफी भयो। एकदमै। अनि दोस्रो र अझै खतरनाक सम्भावना भनेको लायर डिभिडेन्ड, अर्थात् झुटको फाइदा हो। भनेको सत्यलाई पनि झुटो भन्न पाइने भयो। हो नि, जब समाजमा एआई जस्ता प्रविधिहरू छन् भन्ने सबैलाई थाहा हुन्छ, तब साँचो प्रमाणलाई पनि यो त नक्कली हो भनेर अस्वीकार गर्न एकदमै सजिलो हुन्छ। राजनीतिक नेतृत्वले अब आफ्नो बचाउको लागि एउटा नयाँ र अभेद्य हतियार फेला पारेको छ। तर एउटा कुरा नि, के यो आयोगसँग त्यो भिडियो साँच्चै एआई हो कि होइन भनेर जाँच्ने प्राविधिक क्षमता वा
के अरे म्यान्डेट थियो त? खै प्रतिवेदन हेर्दा त्यस्तो कुनै फोरेन्सिक प्राविधिक परीक्षण भएको देखिँदैन। बाफ्रे, अनि कसरी पत्ता लाग्छ त सत्य? त्यही त राज्यको सबैभन्दा ठूलो कमजोरी हो नि। हाम्रा अनुसन्धान गर्ने निकायहरू अझै पनि त्यही पुरानो कागजको फाइल र मसीको ल्याप्चेको भरमा चलिरहेका छन्। उता सडकको आन्दोलन चाहिँ अल्गोरिदम र आर्टिफिशियल इन्टेलिजेन्सको गतिमा चलिरहेको छ। एकदम ग्याप नै धेरै ठूलो भयो नि त। यो त साँच्चै नै निराश लाग्दो अवस्था हो। अब सत्य र तथ्यमाथिको नियन्त्रण कसरी गुम्दैछ भन्ने कुराको अर्को एउटा ज्वलन्त उदाहरण हेरौँ है त। कुन चाहिँ? यो आन्दोलनलाई हेर्ने दृष्टिकोण केन्द्र सरकार र स्थानीय सरकारको बीचमा कसरी बाँझियो भन्ने कुरा क्या। काठमाडौँका मेयर बालेन शाहले दिएको बयानले त यो प्रतिवेदनमा छुट्टै तरङ्ग ल्याएको छ। हो, उहाँको बयान निकै कडा छ। उहाँले स्पष्ट रूपमा के भन्नुभएको छ भने भदौ 30 को शान्तिपूर्ण र्यालीमा मेरो समर्थन थियो, तर त्यसपछिको हिंसामा मेरो कुनै संलग्नता छैन। उहाँले त यहाँसम्म भन्नुभयो कि तत्कालीन सरकारले नै अपराध र सुन्नुहोस् है आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा सरकारले नै लिनुपर्छ। यो त निकै गम्भीर आरोप हो। अब मेरो दिमागमा यहाँ एउटा प्रश्न खेलिराखेको छ क्या। बालेनले र्याली र आन्दोलनलाई पुरै अलग अलग बट्टामा राख्न खोज्नु भएको छ। तर जब लाखौं मानिस सडकमा ओर्लिन्छन्, के तपाईँले एउटै जङ्गलमा सल्किएको आगोलाई यो हाँगामा लागेको आगो मेरो हो, तर त्यो अर्को रुखमा लागेको आगो चाहिँ मेरो होइन भन्न मिल्छ र? मिल्दैन नि, आगो त आगो हो क्या? कि शान्तिपूर्ण र्याली र हिंसात्मक भिडलाई यसरी सजिलै छुट्टाएर पन्छिन सम्भव छ त? खासमा यो समाजशास्त्रको एउटा अत्यन्तै जटिल बहस हो। मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा नि कुनै पनि शान्तिपूर्ण प्रदर्शन भिडमा परिणत हुन केवल केही सेकेन्ड वा एउटा सानो झिल्को मात्र काफी हुन्छ के? मान्छे उत्तेजित भइहाल्छन्। जब हजारौं मानिस एकै ठाउँमा जम्मा हुन्छन्, मानिसहरूले आफ्नो व्यक्तिगत पहिचान र तर्क गर्ने क्षमता गुमाउँछन् अनि त्यहाँ भिडको मानसिकता हावी हुन्छ। भनेपछि त्यो नियन्त्रणमा हुँदैन। मेयर बालेन शाहले नागरिकको शान्तिपूर्ण विरोध गर्न पाउने लोकतान्त्रिक अधिकारको वकालत गर्नुभएको हुन सक्छ, जुन सैद्धान्तिक रूपमा त सही छ। सैद्धान्तिक रूपमा त हो, तर व्यावहारिक रूपमा उहाँले समर्थन गरेको त्यत्रो ठूलो भिड जब नियन्त्रण बाहिर गयो, त्यसको नैतिक दायित्व कसले लिने भन्ने प्रश्न त अनुत्तरित नै रहन्छ नि। तर त्योभन्दा पनि गम्भीर कुरा त उहाँले केन्द्र सरकारलाई लगाएको आरोप हो नि। आतंकवादी क्रियाकलाप भन्ने शब्द हो, उहाँले सिधै त्यस्तो कडा शब्द प्रयोग गर्नुभएको छ। अब मानौ भोलि तपाईँको आफ्नै टोलमा यस्तै कुनै विशाल आन्दोलन भयो र आगोजनी भइरहेको छ अरे। अब एक आम नागरिकले सुरक्षाको लागि कसलाई गुहार्ने? केन्द्र सरकारलाई गुहार्ने, जसलाई स्थानीय सरकारले आतंकवादी भनिरहेको छ। अवस्था त त्यस्तै भयो। कि स्थानीय सरकारलाई गुहार्ने, जसले शान्तिपूर्ण र्याली मेरो हो तर आगो लगाउने मेरो होइन भनेर पञ्चिरहेको छ। यसले त आम मानिसमा राज्यप्रतिको जुन एउटा विश्वास हुन्छ नि, त्यो नै सखा पार्दैन र? तपाईले एकदमै सही ठाउँमा प्रहार गर्नुभयो। जब राज्यका दुई महत्त्वपूर्ण अङ्गहरू, स्थानीय सरकार र केन्द्रीय सरकारले एउटै घटनालाई बिल्कुलै फरक र यति ध्रुवीकृत चस्माबाट हेर्छन् नि, तब बीचमा पिसिने भनेको चाहिँ आम नागरिक र ग्राउन्डमा खटिने ती बिचारा सुरक्षाकर्मी नै हुन्। राज्य संयन्त्रभित्रको यस्तो चरम अविश्वासले कानुनी शासनलाई नै भताभुङ्ग पारिदिन्छ। पुरै सिस्टम कोल्याप्स हुन्छ नि। एकदम। एउटै शहरमा दुईवटा समानान्तर सत्ता चलिरहेको जस्तो भान हुन्छ, जसले अन्ततः अराजकतालाई नै मलजल गर्छ। र यो अराजकताको सबैभन्दा निर्मम शिकार को भयो त? नेताहरू त आफ्नो ठाउँबाट सुरक्षित बयान दिइरहेका छन्। हो नि। तर अब म यो प्रतिवेदनको सबैभन्दा कहाली लाग्दो पाटोतर्फ जान चाहन्छु, ग्राउन्ड जिरोको यथार्थ। त्यो संसद भवनको घटना। संसद भवनको सुरक्षा जिम्मेवारी पाएका एसटिएफ कमान्डर प्रहरी निरीक्षक समुन्नत अधिकारीको बयान सुन्दा त मेरो आङ नै सिरिङ भयो। साँच्ची नै दर्दनाक छ त्यो। देशको व्यवस्थापिका संसद, त्यहाँको सुरक्षाको लागि जम्मा 96 जना प्रहरी खटाइएको छ। जम्मा 96 जना, त्यस्तो संवेदनशील ठाउँमा? हो, र सबैभन्दा विडम्बनाको कुरा त के भने नि, उनीहरूसँग कुनै लिखित म्यान्डेट वा आदेश नै छैन। बाफ्रे। भदौ 23 गते माइतीघरमा मात्र सीमित हुने भनिएको प्रदर्शन दिउँसो 81 हिंसात्मक बन्छ। प्रदर्शनकारीहरू रेलिङ चढेर भित्र पस्छन्। गुलेली र ढुङ्गा मात्र होइन, कमान्डरकै कोठामा पेट्रोल बम प्रहार हुन्छ। पेट्रोल बम नै? स्थिति यति नियन्त्रण बाहिर जान्छ कि ती 96 जना प्रहरीले 95 सेल अश्रु ग्यास र हवाई फायर गर्नुपर्छ।
इन्सास राइफलबाट 176 राउन्ड र एसएमजीबाट 26 राउन्ड। त्यत्रो फायर भएको रहेछ। अनि कमान्डर अधिकारीको आफ्नै आँखामा ढुङ्गाले लागेर रगतपछि हुन्छ। मलाई यो बुझाउनुस् त, यो लिखित म्यान्डेट नहुनुको अर्थ के हो? यो एकदम गम्भीर प्राविधिक कुरा हो। के माथिल्लो तहबाट फोनमा ल त्यहाँ गएर उभिनु भनेर मात्र पठाइएको थियो त उनीहरूलाई? हेर्नुस्, लिखित म्यान्डेट नहुनु भनेको नेपालको प्रशासनिक र सुरक्षा संयन्त्रको सबैभन्दा ठूलो रोग हो। जिम्मेवारीबाट भाग्ने रोग? ठ्याक्कै, यो भनेको जिम्मेवारीबाट भाग्ने प्रवृत्ति हो। जब अवस्था सामान्य हुन्छ, सबैलाई जस लिनुहुन्छ, फोटो खिचाउनुहुन्छ। हो नि। तर जब अवस्था गम्भीर बन्छ नि, अनि बल प्रयोग गर्नुपर्ने स्थिति आउँछ, कुनै पनि राजनैतिक वा उच्च प्रशासनिक नेतृत्व लिखित आदेश दिएर त्यसको कानुनी भारी बोक्न तयार हुँदैनन् क्या। अनि फोनबाटै काम चलाउँछन्। हो, उनीहरू मौखिक आदेश दिन्छन्। यसको मतलब के हो भने, यदि भोलि मानव अधिकारको प्रश्न उठ्यो वा कसैको ज्यान गयो भने माथिका हाकिमहरू पन्छी नपाए। एकदम, ती माथिल्ला हाकिमहरूले सजिलै मैले त यस्तो आदेश दिएकै थिएन, ग्राउन्ड कमान्डरले आफ्नो खुसीले गर्यो भनेर हात उठाउन सक्छन्। कमान्डर अधिकारी र उनका 96 जना प्रहरीलाई त्यहाँ संसद भवनको सुरक्षा गर्न होइन, राजनीतिक असफलताको बलि चढाउन पठाइएको थियो। एकदमै बलि चढाउन नै पठाइएको थियो भन्दा फरक पर्दैन। यो त अन्यायको पराकाष्ठा नै हो र यो घटना त्यतिमै रोकिँदैन नि। अझै के भयो र? भदौ 24 को अवस्था त झन भयावह छ। दिउँसो 1:45 तिर हतियारसहितको भिड सिधै संसद भवनभित्र छिर्छ। त्यहाँ 40,000 लिटर डिजेल भरिएको ट्याङ्क छ। सुरक्षाकर्मीका ब्यारेक, मेस, कोट, हतियार, व्यक्तिगत सामान सबै जलेर नष्ट हुन्छन्। सर्वनाश नै भएछ। तर मलाई पत्याउने गाह्रो भइराखेको कुरा यहाँनिर छ है, त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि थिए नि। सेना त हुनै पर्यो त्यहाँ। त कमान्डर अधिकारीको बयानअनुसार दिउँसो 2:30 बजेतिर जब प्रदर्शनकारीहरू भित्र घुसे, नेपाली सेना हतियार बोकेरै कुनै पनि प्रतिक्रिया नदिए त्यहाँबाट बाहिरियो। हजुर, सुटुक्क बाहिरियो। यो कुराले त मेरो दिमाग पुरै रन्थनिएको छ। यो त एउटा यस्तो बाजा बजाउने टोली वा अर्केस्ट्रा जस्तो भयो क्या। कस्तो? जहाँ मादल बजाउनेले आफ्नै तालमा बजाइरहेको छ, बाँसुरी बजाउनेले आफ्नै धुन निकालिरहेको छ, गिटार बजाउने अर्कै गीत गाइरहेको छ, अनि जसले यो सबैलाई एउटै लयमा डोर्याउनु पर्ने हो, त्यो कन्डक्टर चाहिँ हल छोडेर हिँडिसक्यो। एकदम सही। अनि हामी आशा गर्दैछौँ कि त्यहाँबाट सुमधुर सङ्गीत निस्किन्छ। देशको संसद भवनभित्र प्रदर्शनकारी छिरिरहेका छन्, सेना बाहिर निस्किन्छ। वास्तवमा देशको सुरक्षाको कमान्ड कसको हातमा थियो त त्यति बेला? तपाईको यो अर्केस्ट्राको उदाहरणले त्यहाँको परिस्थितिलाई दुरुस्तै चित्रण गर्छ क्या? होइन र? हो नि, वास्तवमा त्यहाँ कुनै कन्डक्टर नै थिएन। यो भनेको त राज्यको चेन अफ कमान्ड, अर्थात् आदेशको श्रृङ्खला पूर्ण रूपमा ध्वस्त हुनु हो नि त। हाम्रा सुरक्षा निकायहरू जस्तै सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एउटै राज्यका अङ्ग भए पनि उनीहरू छुट्टा छुट्टै टापु जसरी काम गरिरहेका छन्। उनीहरू बीच समन्वयको यति ठूलो अभाव छ कि सङ्कटको बेला सूचना आदान प्रदान समेत हुँदैन। अनि सेना चाहिँ किन त्यस्तो बेला बाहिरियो त? अब सेना किन बाहिरियो भन्ने सन्दर्भमा यसका गहिरा संस्थागत र कानुनी कारणहरू छन्। नेपाली सेनालाई नागरिक आन्दोलन दबाउन वा सिभिलियनमाथि बल प्रयोग गर्न एकदमै कडा कानुनी प्रक्रियाहरू पूरा गर्नुपर्छ। सिधै भिड्न मिल्दैन? मिल्दैन। जुन प्रक्रिया सायद राजनीतिक नेतृत्वले समयमै पूरा गरेको थिएन। सेनाले हामीसँग नागरिकमाथि गोली चलाउने आदेश छैन, त्यसैले हामी यहाँ बस्नुको अर्थ छैन भन्ने सोचेको हुन सक्छ। प्राविधिक रूपमा उनीहरू सही हुन सक्छन्। तर कारण जेसुकै होस् नि, जब देशको व्यवस्थापिका संसद जस्तो राष्ट्रिय सुरक्षाको प्रतीकभित्र आगो लागिरहेको छ अनि सेना फर्किन्छ, यसले त एकदमै नराम्रो सन्देश गयो नि। एकदम। यसले आम नागरिक र बाँकी सुरक्षाकर्मीमा कस्तो मनोवैज्ञानिक असर पार्छ? यसले त राज्यले घुँडा टेकिसक्यो भन्ने सन्देश दिन्छ नि त। पक्कै पनि। ती एसटिएफका 96 जना प्रहरीले त्यो 40,000 लिटर डिजल ट्याङ्कमा आगो लाग्नबाट जोगाउन जसरी आफ्नो रगत बगाए, त्यो त उनीहरूको व्यक्तिगत र अदम्य साहस थियो। हो नि, उनीहरूको बहादुरी हो त्यो। तर संस्थागत रूपमा हेर्ने हो भने यो त राज्यको पूर्ण र लज्जास्पद पराजय हो नि। एकदमै। अनि कमान्डर अधिकारीले भविष्यका लागि जुन सुझावहरू दिएका छन् नि, जस्तै विशेष तालिम, प्राविधिक उपकरण, वास्तविक समयमा खतराको विश्लेषण गर्न सक्ने प्रणाली,
ती एकदमै आवश्यक कुरा हुन्। ती सुझावहरू सुन्दा कस्तो लाग्छ भने नि हाम्रा सुरक्षाकर्मीहरू 21औं शताब्दीको आन्दोलनलाई ढुङ्गे युगका हतियार र मानसिकता लिएर सामना गरिरहेका छन्। ती सुझावहरू कुनै सामान्य प्रशासनिक मागहरू होइनन् क्या। अनि के हुन् त? ती त ग्राउन्डमा रगत बगाएका कमान्डरको चिच्याहट हुन्, जसले भनिरहेका छन् कि हाम्रो यो पुरानो प्रणाली अब काम लाग्दैन। साँच्चै नै आजको यो छलफलले मलाई धेरै कुरा सोच्न बाध्य बनाएको छ। हामी अब यो विश्लेषणको लगभग अन्त्यतिर आइसकेका छौं। आज हामीले यो 898 पृष्ठको विस्तृत प्रतिवेदनभित्रका थुप्रै पत्रहरू उकायौं। हामीले हेर्यौं कि कसरी आयोगले उच्च राजनीतिक नेतृत्वलाई आपराधिक लापरवाहीको दायरामा ल्याएर भविष्यका लागि एउटा कडा नजिर स्थापित गर्न खोज्यौं। त्यो एकदमै महत्त्वपूर्ण कदम हो। अनि हामीले पूर्व प्रधानमन्त्री देउबालाई बचाउने जेनजी युवाहरू र त्यो एआईको अनौठो कथा पनि सुन्यौं। हो। त्यसैगरी कसरी एउटै घटनालाई हेर्ने केन्द्र र स्थानीय सरकारको दृष्टिकोण पूर्ण रूपमा बाजियो भन्ने पनि विश्लेषण गर्यौं। एकदम। र सबैभन्दा महत्त्वपूर्ण, संसद भवनको सुरक्षामा खटिएका ती प्रहरीहरूले राजनीतिक आदेश र संस्थागत समन्वयको अभावमा कसरी एक्लै ज्यानको बाजी लगाएर लड्नु पर्यो भन्ने ग्राउन्ड जिरोको भयावह यथार्थ पनि बुझ्यौं। समग्रमा भन्नुपर्दा नि यो प्रतिवेदनले सडकमा पोखिएको आक्रोश मात्र देखाएको छैन क्या। अनि अरू के देखायो त? यसले त त्यो आक्रोशलाई व्यवस्थापन गर्न नसक्ने हाम्रो राज्यको खिया लागेको थोत्रो संरचना पनि छर्लङ्ग पारिदिएको छ। एकदम सही भन्नुभयो। र यही बिन्दुमा म हाम्रा श्रोताहरूका लागि एउटा विचार छोडेर आजको यो गहिरो विश्लेषण टुङ्ग्याउन चाहन्छु। हामीले सुरुमै भनेका थियौं यो घटनाक्रम एउटा धमिलो पोखरी जस्तै हो, जेनजी आन्दोलन जस्तो नयाँ प्रकृतिको, जसको कुनै अनुहार वा एउटै कमान्डर छैन, जुन सामाजिक सञ्जालको गतिमा फैलिन्छ र सम्भवतः एआई जस्ता प्रविधिबाट प्रभावित हुन्छ। यस्तो आन्दोलनलाई सामना गर्न हाम्रो परम्परागत सुरक्षा संयन्त्र र पुरानो राजनीतिक सोच पूर्ण रूपमा असफल साबित भयो। हो, फेल नै भयो भन्दा हुन्छ। त्यसो भए अब हामीले सोच्नुपर्ने गम्भीर कुरा यो हो, भोलिका दिनमा जब प्रविधि अझै तीखो हुन्छ, जब सडकका आन्दोलनहरू झनै पूर्वानुमान गर्न नसकिने हुन्छन् र जब सत्य के हो भनेर छुट्याउनै नसकिने अवस्था आउँछ, तब के घटना भइसकेपछि गठन हुने यस्ता जाँचबुझ आयोगका लामा लामा प्रतिवेदनहरू मात्रै राज्य र हामी नागरिकलाई बचाउन पर्याप्त होलान्? पक्कै नहोलान्। वा अब राज्यले नै आफ्नो अपरेटिङ सिस्टम पूर्ण रूपमा परिवर्तन गरेर नयाँ युगको सुरुवात गर्नुपर्ने बेला आइसकेको हो? यो यस्तो प्रश्न हो जसको उत्तर हाम्रो नेतृत्वले जति सक्दो चाँडो खोज्नुपर्नेछ। एकदम। नत्र संसद भवनको त्यो 40,000 लिटरको डिजल ट्याङ्कीमा कुनै दिन साँच्ची नै आगो लाग्न सक्छ। आजको यो गजबको छलफलमा हामीसँग जोडिनु भएकोमा यहाँलाई र हाम्रा सबै श्रोताहरूलाई धेरै धेरै धन्यवाद। धन्यवाद।